आज म पुरै 24 घण्टा बिताउनेवाला छु यो स्कुटरमा र भिडियोमा अगाडि म यो स्कुटर लिएर बागलुङ जानेछु। ओके हामी यति बेला आइसकेका छौँ पर्वत जिल्ला कुस्मामा। अहिले टाइम भएको छ 8:27। हामी बिहानको 10:51 मा निस्केदेखि अहिलेसम्म हिँडेछौँ। कथाको सुरुवात हुन्छ पोखरा तालचुकबाट। अहिले यहाँ टाइम देख्न सक्नुहुन्छ 10:51 भएको छ। हाम्रो च्यालेन्ज चाहिँ सुरु भएको छ 10:51 देखि भोलि बिहानको 10:51 सम्म स्कुटरमा मात्रै बस्नेवाला छौँ। अब रेडी हौँ। पहिला मेन कुरा चापी, यसलाई भन्छ मङ्की मार्क्स। यो लाएर म गुन्डा जस्तो हुन्छु। सुरुमा म मेरो स्टोरलाई खाना खुवाउन लगाएँ। ओइ लास्टै बोक्ला अलि धेरै खाजा खुवाइ। गोजीमा 5 रुपियाँ छैन, अलि धेरै खुवा भन्छ। स्कुटर साह्रै भोकाएको कारणले स्कुटरलाई मैले चितुवाको खाना खुवाएँ। सो म चाहिँ यहाँ स्कुटरमै बसिरहेको छु। स्कुटरलाई मैले छोडेको होइन, यहीँ बसिरहेको आनन्दले। हाम्रो चन्दुजी चाहिँ के अरे यसो कि खानेकुराहरू के हुन्छ नि त्यो लिन जानुभएको छ। म चाहिँ यहीँ पुरेर बसिरहेको। अब चन्दुजी कति बेला आउनुहुन्छ नि। चन्दुजी आइसक्नु भएको छ त्यो खानेकुरा लिएर डिक्कीमा आइसक्यौँ। अब हामी फेरि हिँड्न लागिरहेका छौँ। अब हामी हिँड्यौँ है त ल चन्दुजी। आउनु जा बस्नु जाऊँ। सुरुमा हामी लाग्छौँ पोखरातर्फ। यो विजयपुरको बाटो हल्लिएर त मेरो पुरै ज्यानै हल्लियो। आज पोखराको धुलो खाएर म अवश्य मोटाउने छु। विजयपुरको धुलो खाँदै खाँदै हामी पोखराको मेन जाम हुने ठाउँमा आयौँ। धन्न आज चाहिँ जाम नरहेछ। जाम भएको भए हाम्रो 24 घण्टा यहीँ पुरा हुन्थ्यो। फाइनली एकछिनपछि हामी पोखराको मेन ठाउँमा छिरियो। हामी पोखरा पुग्ने बेलासम्म 11:55 भइसकेको थियो। त्यो बेला 11:55 भइसकेको छ। हामी चाहिँ अहिले यहाँ पोखरा बागलुङ हाइवेमा छौँ। चन्दुजी र म आइसकेका छौँ। अब हामी यहाँबाट सर हिँड्दै जान्छौँ। कहाँ पुग्छौँ भन्ने कुरा हामीलाई थाहा छैन। हामी कहाँ जान्छौँ भन्ने कुरा हामी आफैले थाहा छैन क्या त्यो कुरा। अब सो हामी चाहिँ अहिले यो पोखरा बागलुङको हाइवेमा रहेको छौँ। मलाई चाहिँ अहिले गुन्डा जस्तो देख्नुभयो होला। अब हामी यहाँबाट यसो सर हिँड्छौँ। कता जान्छ भनेको हामीलाई थाहा छैन। मैले स्कुटरलाई छोडेकै छैन, स्कुटरमै छु, यहाँ बसिरहेको छु। स्कुटरलाई छोडेको छैन मैले। हाम्रो चन्दुजी चाहिँ स्कुटर छोडेर जान पाउँछ, तर म चाहिँ कहिले छोडेर जान पाउँदिनँ स्कुटरलाई। त्यसपछि हामी हेम्जातिर जाने भनेर निस्कियौँ। पोखराको हिमाल हेर्दै हेर्दै हामी अगाडि बढ्न थाल्यौँ। केही समय हिँडेपछि हामी हेम्जा जाने बाटोमा पुग्यौँ। अब हामी नेपालकै नम्बर 1 एकदम बब्बाला हाइवे हेम्जामा आइसक्यौँ। यो ठाउँमा बाइक 40 स्पिडमा नि हिँड्छ, 100 को स्पिडमा नि हिँड्छ, 200 को स्पिडमा हिँड्छ, 300 को स्पिडमा हिँड्छ, 400 नि हिँड्छ, 500 नि हिँड्छ। तर हामी चाहिँ सुस्तो गयौँ। यत्रो हिँड्दा पनि बाटो त खतमै हुँदैन। अहिले टाइम देख्न सक्नुहुन्छ। अहिले टाइम भएको छ 12:29। अहिले हामी चाहिँ कहाँ आइसकेको छौँ भन्दाखेरि यहाँ गेट छ यो घट्टु खोला कि के हो मलाई पढ्न आउनु होइन। त्यही अब त्यो हो। यहाँभन्दा माथि यता माथितिर गयौँ भने चाहिँ हामी धम्बुस पुग्छौँ र यता गयौँ भने चाहिँ हामी अब मुस्ताङ बागलुङ बेनी कता यो बाटो माथि बाटोतिर पुग्छौँ। हामी अहिले यो बाटो आएको। अहिले हामी हेम्जाबाट आयौँ। हेम्जाको बाटो चाहिँ एकछिनै कटिहाल्यो भने हामी धेरै टाइम लागेन। त्यो बाटो सल्लै थियो। हामी यतिकै हिँड्दै यहाँसम्म आइसक्यौँ। अब यतिकै यता माथितिर जान्छौँ। कता गइन्छ हामी आफैले थाहा छैन। मैले स्कुटर छोडेको हेर्नु, स्कुटर बसिरहेको हो। हाम्रो चन्दुजी चाहिँ बिना यताउता जाने कता जाने गर्नु आएको चन्दुजी चाहिँ होइन। अब त्यो खास समस्या हुँदैन त्यस्तो चिन्ता नगर्नु। अब टाइम यति भइसक्यो। अहिले फेरि 12:30 भयो टाइम। अब हामी
जान्छ माथितिर। अब चिसो हामी पेट पूजा गर्न लागेको छ लास्टै भोक लाग्यो त्यही भएर म स्टुडियोमा छु छोडेँ होइन खाऊ खाऊ कमी नखाऊ मेरो भाग पनि खाऊ के भन्न चाहनुहुन्छ के भन्दैन हजुर त देखाएको डन हो र र त्यसपछि हामी अब बागलुङतर्फ लाग्यौँ बागलुङबाट पोखराको देखिने भ्यू हेर्दै हेर्दै हामी अगाडि अगाडि बढ्न थाल्यौँ यो बाटोमा त पोखराको तुलनामा साह्रै नै जाडो रहेछ बिस्तारै बिस्तारै हामी पनि अगाडि बढ्दै गयौँ घाम ठ्याक्कै माथि छ त्यही पनि साह्रै जाडो भइरहेको छ आज यहाँको जाडोले म पक्का बिरामी हुन्छु फाइनल्ली धेरै समय हिँडेपछि हामी पर्वत जिल्ला कुस्मामा पुग्यौं यत्रो टाढा म स्कुटर लिएर अहिलेसम्म आएको थिइनँ यो चाहिँ हो कुस्मा बजार कुस्माको बजारमा हामी यसो रोक्छौँ अब सो मेजर हाम्रो 2 बजिसकेको छ र यति बेला हामी कहाँ आइसक्यौँ भन्ने इमेजिन तपाईँ थाहा पाउनुभयो होला हामी यति बेला आइसकेका छौँ पर्वत जिल्ला कुस्मामा हामी यतिकै हावाताला हिँड्ने गरेको यतिकै कुस्मामा आयो अब कुस्मा आइसकेपछि कुस्माको त्यो भाइरलवाला पुल छ एकदम खतरावाला पुल त्यो पुल नहेरी जाने कुरा भएन अहिले चाहिँ हामी कुस्माको बजारमा म स्कुटर छोडेको छैन मैले यसो गरेर यता देखाऊँ बजार देखाउँदा क्यामराम्यान यता देखाउँदा क्यामराम्यान यसो देख्नुभयो सबै हामी बजारमा आइसक्यौँ अब कुस्माको एकदम भाइरल के भन्छ त्यो एकदम पुल छ त्यो ठुलोवाला अब त्यो पुल नहेरिकन नजाने कुरा हुन्न हामी स्कुटरमा हिँड्छौँ हामी कति किलोमिटर हिँड्यौँ भन्दाखेरि त्यो पनि देखाऊँ है यहाँ क्यामराम्यान यहाँ त्यो हामी यहाँ देखाइन्छ है मैले अघि ट्रिप स्टार्ट गरेको थिएँ हामी 64 किलोमिटर हिँडेछौँ भन्छु उहाँबाट तालचोकबाट 64 किलोमिटर हिँडेपछि कुस्मामा आइयो हामी है अब चाहिँ हामी 2 बजिसक्यो अब हामी यसो एकछिन यहाँ यसो त्यो कुस्माको भाइरल पुल भन्ने छ त त्यो भाइरल पुल यसो हेरेर अनि फेरि फर्किन्छौँ यतातिर अब 24 घन्टा पुऱ्याउनु पर्छ जसै त्यही हो अब ल कुस्माको बजार सबै डुलिसकेपछि अब हामी घरतर्फ फर्किन्छौँ सो अहिले टाइम भइरहेको छ 4:11 हामीहरू कुस्मा पुगेर फर्किसकेका छौँ भर्खरै हिँड्दा कटेर हामी कुस्मा पुगेर फर्क्यौँ अब हामी यताबाट टक्क घरतिर गइरहेको छौँ अहिले टाइम 4:11 भइरहेको छ है हामी 10:51मा निस्केको अब अझै 24 घन्टा पुऱ्याउन बाँकी नै छ हामी पुरै 24 घन्टै पुऱ्याउँछौँ स्कुटरमा अहिले खाजा यसो बसेर खाइयो हावा पनि भइयो अब फेरि पोखरातिर डुल्ने सबै भइरहेको छ ल जाम सो गाइजहरू अहिले चाहिँ म यहाँ एक्लै छु किनभने चन्दुजीले मैले घर छोडिसकेँ बिचा भिडियो रेकर्डै नभएछ र अब अहिले टाइम चाहिँ कति भयो भन्दाखेरि यहीँबाट देखाउँछु म किनभने अब चन्दुजीको मोबाइल छैन मसित अब देखाउन यो इको भयो टाइम अहिले 6:03 गइरहेको छ अहिले चाहिँ अलि अँध्यारो पनि भइसकेको छ 6:03 गइसकेको छ चन्दुजी चाहिँ घर जानुभयो अब म एक्लै मात्रै छु मैले स्टोरमा एक्लै छु हामी वहाँबाट कुस्माबाट पोखरा आइसक्यौँ
पोखरा आएर नि अहिले मेरो त तलले यता यसो झ्याङ यतिकै डुल्दै बसिरहेको लहर ट्याङ्की फुल थियो बिहान अहिले 3टा लाइन हुँदा होइन त्यही हो अब हामी जाँदैछौँ आज 139 किलोमिटर 140 किलोमिटर भएछ आज हिँडेको अघि हामी वहाँ जानु स्टार्ट गर्थ्यौँ अब अहिले यत्तिकै हिँडौँ अब कता कता हुन्छ लहर है यत्तिकै डुल्दै बस्ने लहर अब म समय दिने पनि कोही छैन यहाँ स्ट्यान्डमा अड्काम भने स्ट्यान्ड पनि लुज भइदियो एकदम क्यार्ने खस्छ कि अनि डर हुन्छ फेरि खस्यो नि मेरो 5000 करोडको आइफोन गयो भने त्यही चाहिँ ट्राई गरौँ न अब कसरी खिच्ने ट्राई गरौँ न हल्का अब म यसो के खानु जानु पऱ्यो भोक लाग्यो अब स्कुटर बसेर खाने बेला चाहिँ खाना त त्यही पनि सर अब जानु पऱ्यो अहिले अहिले टाइम भएको छ 8:27 हामी बिहानको 10:51 10:51मा निस्केदेखि अहिलेसम्म हिँडेछौँ अहिले चाहिँ म एउटा अमरसिंह चोकमा छु अमरसिंहतिर यो के भन्छ उता पृथ्वी चोकमा यो रङ्गशालाको बाहिरपट्टि छु धेरै हिँड्यो आज घाम देखेर तनाव भइरहेको छ कति किलोमिटर हिँड्यो हेर्न आउँछ यसो यता आउँछ क्यामेरामा आज कति किलोमिटर हिँड्यो भन्दाखेरि 155 किलोमिटर हिँड्ने चाहिँ खासै धेरै त होइन यो क्यामेरा केवाली यो एकदम उस भयो कि यो के भयो अन्त 155 किलोमिटर हिँड्यो अहिले हाम्रो टाइम चाहिँ 8:28 भएको छ अब हामी अझै 12 घन्टा अझै कति घन्टा 10 घन्टामा हामी हिँडेको धेरै भएर 10 घन्टा हो घाम देखेर तनाव भइरहेको छ अब स्कुटर सुत्ने हो क्यार्ने थाहा छैन गाह्रो छ सो गाइजहरू अहिले चाहिँ बजेको छ कति होइन म यहीँ देखाउँछु तपाईँलाई टाइम 9 ठ्याक्कै 9 देखाउँछु टाइम ठ्याक्कै 9 बजेको छ अहिले चाहिँ र हामी अझै बाटोमा हिँडिरहेछौँ म एक्लै छु अहिले अब यसो घरतिर जान्छौँ घरतिर गएर अब घरतिर चाहिँ जाने तर घर स्कुटरै बस्ने हो घरको नजिकै जाने बस्ने स्कुटरमा हो कि अब हाम्रो च्यालेन्जको 12 घन्टा पुरा हुनुला छिटै 12 घन्टा पुरा हुन्छ त्यही बाटो सुनसान छ अहिले भण्डारीतिर छु म यसो इन्ड्राइभ गर्दैको क्यारो बस्ने इन्जोय गरिदियो होइन अब म घरतिर फर्किदिनु यसो गरेर खाना त खाना पऱ्यो नि त फेरि खाना खानु स्कुटर बसेर खानु है ल